अब सबै फुल्यो कहाँ फुन्चे त कम्ती कहाँ छ यो तल सबै बु बारीभरि फुन्चे त तल डल्लै फुन्च्यो हो सबै फुन्च्यो हो ए 108 गाछ पो छ त 108 गाछ ल हो र 108 गाछ यो पालि चाहिँ असिना नआइदियोस् हौ है हो अब असिना आउने बेला भयो है फेरि अब असिनाले धुजा पोहोर पनि धुजा गर्यो अब यसपालि के गर्छ है अब भगवानको कृपाले जोगाउँछ कि भनेको नआओस् असिना हाम्रो पनि पुरा फुलेछ हो हजुर सिजनै हो नि हो झरझुट्ट फुलेछ है गाइस ओ यसको सिजनमा त असिना आउँछ त आउँछ नि ए अब जोगाइदिन्छ होला नि त हौ भगवानले है हेरौँ अब यस के गर्छ ल ल ल जोगाउँछ होला यहाँ हेर्नुहोस् है एभोकाडो हाम्रो गाउँतिर चाहिँ धेरै हुन्छ एभोकाडो हो अहिले नै बुक गरिराख्नुहोस् तपाईँहरूले भोलि पर्सि खानुहुन्छ भने चाहिँ अहिले बुक गरिराख्नुहोस् फलेपछि म देखाउने छु तपाईँहरूलाई त्यो होइन अब यहाँनिर चाहिँ नि यस्तो हुन्छ सानो एभोकाडोको बिउहरू गाँचहरू हो सिडलिङ पनि पाउँछ कन्ट्याक्ट गर्नुहोस् यहाँनिर माछा ट्याङ्की यहाँ छ एभोकाडो हो उतल घर तरुलहरू यो घरदेखि मुनि चाहिँ मेमेले केही खाली राखेको छैन है गाइस सबै रोपिसक्यो मेमेले माम चाहिँ बसेर हेर्ने मात्रै हो कि के हो अर्डर दिने हो खानापिना पकाउनु पर्यो नि त है ल ल ल